तपाईँ हुनुहुन्छ इन्डियामा क्रिकेटर बन्नु चाहन्छ भने यो बच्चाहरूलाई पनि राजनीतिकमा छिर्नु पाउने गरेको तपाईँले राजनीति गरिदिनु पर्यो क्या। धन्यवाद। सुकुनवासीलाई उठाउँछ भन्ने प्रस्ताव छ। यहाँनिर सबै कति वर्ष अगाडिदेखि हो बस्नु भएको? 40 वर्ष हामी जन्मेकै यही हामीहरू। तपाईँ भन्नु त केही छ अनि यो सरकारी हो कि सार्वजनिक हो? तपाईँको यो सरकारी नै ओइलेन जग्गाहरू हो। पहिले त्यो पुरानो बाटो हो यो होइन, त्यो खोलाले बगाएर लगेर अहिले त त्यो अर्को नयाँ बाटो छ। तर तपाईँको हामीहरू जन्मेकै यही ठाउँमा हो। व्यक्तिको जग्गा होइन? व्यक्तिगत होइन, व्यक्तिगत होइन, यो सार्वजनिक सरकारी जग्गा हो। सबै सरकारी जग्गा हुनुको लागि चाहिँ। अनि यहाँनिर चाहिँ के छ भने सिधा सादा यहाँनिर प्रायः जस्तो धेरै भनेको मुसरहरू, सतारहरू, अब तपाईँ आदिवासी जनजातिहरू, गरिब दुखीहरू मात्रै छ यहाँनिर, लेबर मजदुर गरेर खाने मान्छेहरू छ। अनि सबैजनाले के चाहिँ छ भन्दाखेरि यहाँनिर ब्यालेन्स आउनु भयो भने चाहिँ काठमाडौँ महानगरपालिकामा जस्तै डोजर लिएर सबैको घर भित्काइदिन्छ, यो सुकुम्बासी हटाउँछ भनेर सबै। अब म पनि सुकुम्बासी यहाँ बस्छु, उहाँ मेरो भेना उहाँ पनि सुकुम्बासी बस्नुहुन्छ, उहाँ पनि सुकुम्बासी बस्नुहुन्छ होइन। अनि यहाँनिर अरू केही विकल्प नपाएर होइन, एउटा मात्रै तपाईँको लुफोल्ड भनौँ न, ब्यालेन्स आयो भने चाहिँ सुकुम्बासी उठाइदिन्छ भनिसकेपछि डर देखाइदिएपछि चाहिँ केही कुछ लाग्छ कि भनेर लागिराख्नु भएको छ। त्यसलाई हो त्यो भ्रम हामीहरू, त्यो चाहिँ भ्रम तपाईँले चिरिदिनु भयो भने त्यति नै भयो। काठमाडौँको चाहिँ खोला छेउको सार्वजनिक जग्गा हो क्या? हजुर काठमाडौँको चाहिँ खोलाको जग्गा। हजुर काठमाडौँको त्यो खोला छेउमा बसेको चाहिँ उहाँहरूको लागि हो क्या? हजुर बाढी आउँदाखेरि हजुर त्यो उहाँहरू बसेको बस्तीभन्दा माथिसम्म आउँछ क्या? हजुर। अनि हरेकचोटि बर्खा लाग्दा असारमा चाहिँ उहाँहरूलाई निकालेर अर्को लानुपर्छ नि त। काठमाडौँमा गर्न खोजेको चाहिँ उहाँहरू जोखिममा बस्नु भएकोलाई सेफ ठाउँमा राख्नु पर्यो भनेको, तर त्यसको गलत नेगेटिभ चाहिँ डोजर जस्तो देखिन्छ। खास चाहिँ मान्छेको ज्यान जोगाउनलाई हो खोला छेउबाट हटाउनु खोजेको। खोला छेउभन्दा बाहेक बिचको त भूमि आयोगबाट लगत सङ्कलन गरेर नेपाल सरकारले दिने हो कि जग्गा, नेपाल सरकारले दिनुपर्छ। त्यो स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो कि। जस्तो यहाँको त रियल हो नि, यहाँको त 40-50 वर्ष अगाडिदेखिको जन्मेका हामी यहाँ यो रियल भयो। 48 सालदेखि 23वटा आयोग भन्यो, तर तपाईँहरू अझै पनि अहिलेसम्म लगत सङ्कलन भएको छैन। के अरे उठाउँदै लान्छन्, कर तिराउँछन् होइन। जस्तो भर्खर तपाईँको यो सरकार ढल्नुभन्दा अगाडि पनि हामीहरूले तपाईँको भूमि आयोगबाट आइओरी फर्म भरेर सबै गरेर पैसा सैसा कर सबै तिरेको छ हामीहरूले तिर्नुको लागि। मैले त्यो भनेको थिएँ त, यो चाहिँ भूमि आयोगमा चाहिँ पार्टीको मान्छे टिका लगाएर सुनेको मैले हेरेको थिएँ तपाईँको हेर्नुको लागि। पार्टीसँग नजिक भएकोले चाहिँ लाल पूर्जा भए पनि अर्को लाल पूर्जा पाउने भयो। हजुर जिन्दगीमा लाल पूर्जा नभएकोले कहिले पनि नपाउने भयो क्या? हजुर। त्यो सिस्टम चाहिँ सुधार्नु पर्यो भन्ने कुरा।